अब अहिले अब यो हिउँदा हो, अहिले वैशाखको महिना सकिन लाग्यो। अब जेठ असार लागेपछि यहाँ कत्रो पानी आउने हो थाहा छैन। यो सब डुबाउन सक्छ योपालि। अघिल्लो साल असोज महिनामा गएको असोज महिनामा आएको चाहिँ बाढीले यो सबै पर्खाले यसरी भत्कायो। ल यहाँ सबै बाढी पसेर यहाँ कस्तो राम्रो पार्क थियो सबै गयो। यो अहिलेसम्म नि कस्तो यसलाई मर्मत नगरे होला। अब अलिकति अर्को डिजाइनको पानी छिर्ने खाले। ल हेर्नु दोभान यहाँ, यो यताबाट आउने मनोहरा हो, उताबाट आउने चाहिँ त्यो के हो त्यो नदी यार थाहा भएन है। यो बाटोदेखि यतापट्टि यो खोलादेखि यतापट्टिलाई के भन्छ अरे? यता त एयरपोर्ट भ्यालु प्लेन जाँदैछ। यो ठ्याक्कै यो ठाउँको नाम के अरे? कस्तो बिर्सेको होइन, हनुमान चाहिँ होइन, उतापट्टि चाहिँ पारी मोडल हो होइन। यो ठाउँको नाम होइन, नरेफाट भन्ने यहाँ हो र। यहाँ अब बोर्डमै हेर्नु पर्ला कस्तो नाम आएको हो। यो क्रियापुत्री भवन रहेछ यहाँनिर है। एकैछिन अलि नराम्रै हो है। यो यहाँ त पुरै डुबाएको थियो, यो बाटो त कति दिनसम्म डुबे असोज महिनामा आएको बाढीले। के खोजेको? यो वडा नम्बर 3 हिमाडोल। यो रातो बिल्डिङ चाहिँ 3 नम्बर वडा कार्यालय हो हिमाडोलको है। यो पुल बनेपछि चाहिँ यता यहाँबाट कोटेश्वर